इन्टरनेसनल आईटी स्टुडेन्ट्सहरूले आफ्नो टेक करियर चाहिँ कसरी राम्रो बनाउने आज म हजुरहरूलाई 1 बाइ 1 गाइड गर्नेवाला छु। मेक स्योर टु लिसन दिस 5 पोइन्ट्स है। फर्स्ट थिङ भनेको जस्ट डोन्ट ट्राई टु लर्न एभ्रिथिङ कि हजुर बाहिर हुनुहुन्छ, काम पनि गर्नुहुन्छ, कलेजको असाइनमेन्ट पनि गर्नु पर्यो है। सो मेक स्योर यु विल चुज स्पेसिफिकल्ली के लर्न गर्ने भनेर। मैले चाहिँ यो मेरो भिडियो अस्ट्रेलिया क्यानाडामा बस्ने साथीहरू जति वर्क गरिरहेको छन् टेकमा उनीहरूसँग बसेर कल गरिसकेपछि आइएम जस्ट मेकिङ दिस है त। फर्स्ट इयरमा हजुरले गर्ने भनेको आफ्नो फन्डामेन्टल्सलाई क्लियर हो है। फर इक्जाम्पल हजुरले फर्स्ट इयरमा के सोच्नुभयो भन्दाखेरि चाहिँ म चाहिँ अब एआई लर्न गर्छु भनेर। सो मेक स्योर यु विल बी लर्निङ द फन्डामेन्टल्स अफ एआई। सेकेन्ड इयरबाट चाहिँ हजुरले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यु जस्ट निड टु स्टार्ट टु मेक फ्यु प्रोजेक्ट्स। बाहिरपट्टिको नेटवर्किङ एकदम राम्रो हुन्छ, हजुरको प्रोफेसर्स त्यहाँको एलुमिनाईहरू पनि एकदमै वेल हुन्छन्। सो मेक स्योर यु विल नेटवर्क विथ एभ्रीवान। अर्को कुरा भनेको चाहिँ के भन्दाखेरि यु जस्ट निड टु ह्याभ ग्रेट लिङ्क्डइन प्रोफाइल र गिटहब प्रोफाइल है। हजुरलाई कोही मान्छेले तैँले के गर्छस् भनेर सोद्धाखेरि तपाईँलाई देखाउन मिल्ने रियल प्रोजेक्ट्सहरू हुनु पर्यो कि। बाहिर बसेर काम गर्दै आफ्नो असाइनमेन्ट गर्दै र यो कुराहरू मेन्टेन गर्न चाहिँ अलिकति गाह्रो छ। सो मेक स्योर हजुरले हप्तामा एटलिस्ट 4 to 5 आवर्स चाहिँ आफ्नो फन्डामेन्टल्सलाई क्लियर गर्न र नयाँ स्किल्सहरू लर्न गर्नको लागि चाहिँ एटलिस्ट इन्भेस्ट गर्नुहुन्छ है। बाहिर चाहिँ टेक डिग्री गर्नुको मिनिङ चाहिँ जस्ट डिग्री मात्र हुन भएन। मेक स्योर इट हेज अ गोल टु बी अ प्रोफेसनल इन दिस। ग्रेजुएट विथ प्रुफ द्याट यु क्यान एक्चुअली डु द जब है त।